नमस्कार, म सुरोज प्राजुली। एउटा दुःखद खबर यहाँहरु समक्ष लिएर आएको छु। यो छेउमा देखिराख्नु भएको बाबुको नाम आवास नेपाली हो र यता हुनुहुन्छ यो बाबुको आमा हुनुहुन्छ रेखा नेपाली। साच्चै भगवान पनि कति निष्ठुरी हुँदो रहेछ। यति सानो बच्चालाई यति ठूलो रोग लागेको भन्ने हामीलाई जानकारी आइसकेपछि हामी पनि आएका छौं। राजन विश्वकर्मा जो क्यान्सर पीडित आफै पनि हुन्छ, उहाँले हामीलाई उहाँसँग भेट गराउनु भएको छ र विशेष गरेर चाहिँ आज हामीले यो भिडियो चाहिँ आर्थिक सङ्कलन गर्ने बच्चाको यो स्वास्थ्य अवस्था राम्रो बनाउनको लागि हामीले यो भिडियो मार्फत चाहिँ सहयोगको अपील गर्नको लागि यो भिडियो तयार गर्दैछौँ। नमस्ते। नमस्कार सर। नमस्कार। हजुरको पुरा नाम भन्नु त एकचोटि? मेरो नाम रेखा नेपाली। रेखा नेपाली। तपाईँ दाङ जिल्लाबाट आउनु भएन? दाङदेखि आएको। बाबुलाई कहिलेबाट के भएको खास? बाबुलाई ट्युमर भएको 1.5 वर्ष भयो। 1.5 वर्ष। उहाँको बाबुको चाहिँ ड्याडी कहाँ हुनुहुन्छ? बाबुको बाबा मुस्ताङ हुनुहुन्छ। के गर्नुहुन्छ उहाँ चाहिँ? बाबा सशस्त्र हुनुहुन्छ। सशस्त्रमा हुनुहुन्छ हैन? बाबु के नाम हो हजुरको? आवास नेपाली। आहा, कति राम्रो है। आवास नेपाली हो। कति राम्रो ह्यान्डसम छ त बाबु त है? हो? कतिमा पढ्नुहुन्छ? नर्सरीमा। आहा, नर्सरीमा के आउँछ भन्नलाई पढ्नलाई? एबीसीडी आउँछ? ल सुनाइदिउँ न त अङ्कललाई ल त। अनि 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 ओहो, आउँदो रहेछ त। जेक्सम्मै आउँछ? ए फर एप्पल आउँछ? ल सुनौ नि त ल। बी फर सी फर डी फर ए फर त आवास हो क्या र? होइन? ए फर आवास हो हो है। अनि बाबुलाई एउटा कुरा सोध्छु ल, आज माम खायो कि खाएन? के खायो? माममा के खायो? दाल माम। बाबुलाई पेट दुख्छ हो है? पेट दुख्छ हो। हुन्छ, बाबुको दिदीलाई एकचोटि बच्चालाई एकछिन दिनु न ल, अलिकति बच्चाको अगाडि कुराकानी नगरौँ। बाबुको ड्याडी चाहिँ उता हुनुहुन्छ होइन? मुस्ताङ हुनुहुन्छ। तपाईँ चाहिँ के गर्नुहुन्थ्यो पहिला? म केही गर्थेन, त्यतिकै बाबु नानी स्याहार्नु बस्नु, घर गृहिणी गर्थेँ। कतिजना बच्चाहरू? 2टा छोरा छोरी। छोरी चाहिँ कति वर्षको हुनुहुन्छ? छोरी अहिले 14 वर्षमा लाग्यो। पढ्दै हुनुहुन्छ उहाँले? हजुर, अहिले 8 पास गरेर 9मा गयो। बाबुको यो अवस्था रहेछ होइन? अब क्यान्सर रोग भनेपछि त धेरै नै महँगो रोग भनेर मैले पनि सुनेको थिएँ, गाह्रो हुन्छ भन्ने सुनेको थिएँ। कसरी अहिले यो पैसा सङ्कलन कसरी गरिरहनु भएको छ? पैसा सङ्कलन त अहिले पहिला अलिअलि 2-4 लाख आफूसँग गरेर अनि अहिले घर जग्गा लोनमा राखेर त्यही लोनमा गयो, त्यो पनि भ्याएर अनि 2चोटि राजन सरले सहयोग गर्नुभयो। अनि अब कसरी अब सहयोग भयो भने अब उपचार गर्ने त्यही सोचमा। छोराको अवस्था यस्तो हुँदाखेरि हुन त एउटा आमा पक्कै पनि रुन्छन् होइन? के भन्नुहुन्छ यतिखेर आम दर्शक श्रोताले हेरिराख्नु भएको छ? छोरा रुन्छ? रुन्छ, छटपटाउँछ। बाबु मम्मी हात खुट्टा दुख्यो, टाउको दुख्यो भन्छ, किमो लाएर आउँदाखेरि छटपटाउँछ। अहिले पछिल्लो समय केही व्यक्तिहरूले क्यान्सर लागेको भनेर होइन झुटा खबर फैलाएर समाचारहरू पनि आयो होइन? म नाम कसैको लिन चाहदिनँ। त्यो कारणले गर्दा तपाईँहरू जस्तो एउटा रियलमा पीडित हुनुहुन्छ तपाईँहरू माथि पनि अहिले अन्याय भइरहेको जस्तो लाग्छ हामीलाई होइन? किनकि पहिला जति सहयोग उठ्थ्यो अहिले चाहिँ सहयोग अलिकति उठ्न कम भइरहेको छ। केही थाहा छ यस्तो कुराहरू सुन्नुभएको थियो पहिला? थाहा छ। अब एउटाले गर्दा हामी जस्तो अब रियल पीडितलाई दुःख अब भयो नि, अब कसैले सहयोग गर्दा नि होइन होला, ठग्यो होला नि, अनि अब ठगेर खाने ऊ भयो भन्नुहुन्छ। कतिले भन्नुभएको छ भन्नुहुन्छ। तपाईँले चाहिँ सोद्धाखेरि अब हामी एउटा राम्रो व्यक्तिले त्यस्तो नगरिदिएको भए हामी जस्ता पीडितलाई अलिकति सहयोग गर्ने वातावरण मिल्थ्यो होला। अहिले हामी जस्तो त्यो दुःख नभए, बिरामी नभएर उसले पैसा उठाएर खाँदा उसले राम्रो भयो हेर्नु। अहिले हामी जस्तो छटपटाउनु परेको छ, बेडमा एक रुप नभएर कति छटपटाइ हुन्छ। अनि हामी जस्तालाई अब हेर्नु त अब कसैले सहयोग गरौँ भन्दा नि होइन, अब यिनीहरूले नि यस्तै उठाएर खाने धन्दा चल्यो भन्नुहुन्छ। कतिले जवाब लाउनुहुन्छ? भन्नुभएको छ हजुरलाई पनि? भन्नुहुन्छ नि, राजन सरले सहयोग गर्नु फोन उठाउँदाखेरि हामीलाई फोन आउँछ अनि त्यति बेला भन्नुहुन्छ क्या तपाईँ पनि त्यहीमा मिल्नुभएको हो, तपाईँको बच्चा बिरामी होइन होला भनेर थर्काउनु भएको छ 2-3 जनाले। तपाईको बिरामी बच्चा छ, उल्टै तपाईलाई थर्काउनु भयो। के भन्नुभयो तपाईले जवाफमा?
अनि मैले भने अब मेरो बच्चा हो विश्वास माने ठिकै छ दिनुहोस् अब तपाईँको 1-2 रुपियाँले पनि हाम्रो धेरै सहयोग हुन्छ विश्वास लाग्दैन नगर्नुहोस् अब के गर्नु भनेर त्यति बाबुको ड्याडीको चाहिँ ड्युटी अहिले छुट्टी नभएर चाहिँ नआउनु भएको हो कि हजुर छुट्टी नपाएर नआउनु हजुर के छ उहाँको भनाइ अब उहाँ सरकारी जागिर हुनुहुन्छ होइन सरकारको तर्फबाट पनि केही न केही हुन्छ भन्ने चाहिँ मैले कता कता सुनेको थिएँ यो क्यान्सर पीडितको हकमा चाहिँ के रहेछ केही छैन 1 रुपियाँ पनि दिन्न सरकारले त्यो अफिसबाट 1 रुपियाँ पनि सहयोग हुँदैन त्यो आफ्नो जे छ तलब मात्र 1 रुपियाँ सहयोग दिन्न अफिसबाट छरछिमेकीहरूबाट के कस्तो सहयोग पाइराख्नुपर्छ दाङ तपाईँको घोराई जिल्ला होइन हजुर छरछिमेकीबाट अब बाबुको स्कुलबाट दिनमाथि 15,000 अनि छरछिमेकीबाट 2-4 सय गराइकन 44,000 पठाइदिनु माथि त्यो त पोरै हो त्यो कि एकछिन नै लाग्दैन त्यति पैसा त छोरा यति साह्रो राम्रो छ होइन भनिन्छ बच्चा भनेको कुमालेको माटो आमा बाउले जे बनाए त्यही बन्छ भन्छन् होइन के छ तपाईँको छोरालाई पछि ठुलो बनाएर के बनाउने सोच थियो तपाईँको बाबुले ठुलो भएर पाइलट बन्छु मम्मी भन्छ म पाइलट बन्छु मम्मी भन्छ ठुलो भएर अनि अहिले आफूले गर्यो अब देख्छ नि अनि भन्छ मम्मी म ठुलो भएर गरिबलाई बाँड्दैन पैसा त्यो अमिरलाई बाँड्छु पैसा म ठुलो भएर गाडी किन्छु गरिबका छोराछोरी बाटोमा बसेको बेला बत्ती बालिदिन्छु भन्छ मलाई मम्मी नरुनु तपाईँ रुवाएको म देख्न सक्दैन मम्मी म मात्र रुन्छु तपाईँ नरुनु भन्छ अनि मेरो मुखमा पुलुक हेर्छ छोरा यति साह्रो बिरामी हुनुहुन्छ र पनि छोराले त्यस्तो कुराहरू त्यस्तो भावुक शब्दहरू प्रयोग गर्दा आमाको मन त हो रोइहाल्नुहुन्छ रातभर रुन्छु रातभरि रुन्छु अनि उसको बाबा पनि हुँदाखेरि भन्नुहुन्छ क्या अनि म केही भन्न सक्दैन रुवाएको थाहा पाउँछु राति मैले तर म त रुवा बेला म हेर्न सक्दैन अनि त्यो भएर म चुप्प लाग्छु मेरो आँखाबाट नास आउँछ त्यो भएर म त रुवाएको थाहा पाए पनि म केही भन्न सक्दैन भन्नुहुन्छ उसको बाबाले जस्तो अघि छोराले भन्नुभयो पाइलट ठुलो भएर पाइलट बन्छु मम्मी भन्दै गर्दा अहिलेको अवस्था यस्तो नाजुक छ तपाईँको आर्थिक अवस्था भनौँ बच्चाको अवस्था बिरामी छ त्यो बाबु होइन त्यो देख्दाखेरि चाहिँ के हुँदो रहेछ मनमा त अब अनेक थरी हुन्छ अब पिर लाग्छ मेरो छोरासँग सबै स्कुल जान्छन् भोलि अब मेरो छोरा नपढ्दा सबैले अनपढ भन्लान् मन लाग्छ त्योसँग बच्चा स्कुल जाँदाखेरि आफ्नो मन रुन्छ दुख्छ स्कुलबाट केही भन्नुभएको छ बाबुको बारेमा सरहरूले थाहा छ सरहरूलाई के छ स्कुलको तर्फबाट के छ भनाइ यसमा केही भन्नुभएको छैन 15,000 सहयोग दिनमा थियो स्कुलले पनि हजुर बाबुको स्कुलबाट 15,000 दिनमा थियो के भन्नु स्कुल चाहिँ कस्तो स्कुलमा पढाउनु भएको छ नेपाली सरकारी स्कुल हो कि बोर्डिङ हो कि बोर्डिङमा हालेको थिएँ 6 महिना बाद स्कुल जान लाग्यो अनि बिरामी भएर राख्नु आफ्नो छोरा यो अवस्थामा हुनुहुन्छ होइन अरूको छोरा बाबुआमाले हातमा समातेर स्कुल लाँदै गर्दा होइन त्यो देख्दाखेरि मन त छुन्छ छुन्छ मन हेर्न सकिनँ अब बाबु योसँग सबै स्कुल जान्छन् अब मेरो बाबु घरमा बिरामी छ मन दुख्छ शरीरको कुन पाटोमा चाहिँ खास उहाँलाई क्यान्सर भयो बाबुको पिसाब थैलीमा डाक्टर साहबले के भन्नुभएको छ त्यो काटेर फाल्नुपर्छ भन्नुभएको छ कि ठिक हुन्छ भन्नुभएको छ कि के छ यसमा काटेर फालिसक्यो भने 2 चोटि अपरेसन भयो ठिक हुन्छ राम्रो उपचार पायो डाक्टरको सल्लाहमा जानुभयो पनि राम्रो हुन्छ बाबु भन्नुहुन्छ उपचार महँगो लाग्छ राम्रो हुन्छ भन्नुहुन्छ अपरेसन गर्दाखेरि छ नि आफ्नो छोराको शरीरको भाग त्यसरी काटेको सुन्दा पनि आमालाई तडपा हुन्छ भन्छन् होइन गाह्रो हुन्छ भने सुन्दासम्म पनि है तपाईँले त भोग्नु भएको छ एउटा आमाले छोराको अवस्था त्यस्तो हुँदै गर्दा आफ्नो शरीरको पार्ट काटेको भन्ने सुन्दाखेरि तपाईँ त्यो दिन कस्तो त्यो बेला त दिमागले कामै नगर्ने अवस्था हुनुहुन्थ्यो भन्ने सुनेँ मैले हजुर भेन्टिलेटरमा राख्नुपर्छ भन्नुभएको थियो डाक्टरले अनि म रातिदेखि रुँदा बिहान डाक्टर आउनु अब अपरेसनको ड्रेस लगाएर बाबुलाई हस्पिटल अब लग्नुपर्छ भन्नुभएको थियो अनि मैले डाक्टर मेरो बाबुलाई भेन्टिलेटरमा राख्ने नबनाइदिनु है भनेको थिएँ डाक्टर मेरो बाबुले भेन्टिलेटरमा राख्ने नबनाइदिनु है भनेको थिएँ अनि डाक्टरले अब रोग त्यस्तै छ अब हामीले गर्छौँ भन्नुभएको थियो अनि डाक्टर एकछिन बोल्न सक्नु भएन कि हेरिरहनु भयो मलाई म बाबुसँग माथि रोइरहेको थिएँ अनि भेन्टिलेटरमा राख्नुपर्छ भन्नुभएको थियो मैले नराखिदिनु डाक्टर भनेको थिएँ अनि नबोलेर एकछिनसम्म हेर्नु अनि डाक्टर पनि बोल्न सक्नु भएन कि डाक्टर पनि भावुक हुनुभयो डाक्टर पनि भावुक हुनुभयो नबोलेर जानुभयो एकछिन पछि अनि अरू डाक्टर आएर लग्नुभयो बाबुलाई
मैले सुनेसम्म बाबुको साथीहरू पनि घरको नजिक हुन्छ नि छरछिमेकीको छोराछोरी आफ्नो घरमा खेल्न आउँदा आफ्नो सँगैको बाबुसँग खेल्न आउँदा आफ्नो बाबु त्यस्तो हुँदै गर्दा होइन आमा त हो नि आमाको मन त रोइहाल्छ नि होइन रुन्छ बाबुसँग खेल्न आउँदा मन रुन्छ सब स्कुल जाँदा मन रुन्छ तपाईँको यो अहिलेको अवस्था हेर्दा हामीलाई पनि दुःख लाग्यो हामीलाई पनि यो प्रश्नमाथि प्रश्न सोधेर तपाईँलाई झन् तडप दिनु त चाहना होइन 2 पैसा कतैबाट कोही आर्थिक सङ्कलन भएर चाहिँ आइदियो भने हाम्रो पनि राम्रो भन्ने कुरा मलाई लाग्यो होइन बच्चाको उपचार हुनु नै ठुलो कुरो रहेको छ अहिले होइन हजुर अब कसैले अब सहयोग गर्नुभयो भने भोलि मेरो बाबुले नयाँ जीवन पाउँछ भोलि आज मलाई पऱ्यो भोलि तपाईँहरू सबैले पर्न सक्छ भोलि मैले पनि बाबु राम्रो भयो भने सबैले सहयोग गर्छु यो नसोचेको यो घटनाहरू आउँदा नि कहिलेकाहीँ जीवनमा कतिको फरक हुँदो रहेछ जस्तो तपाईँको हकमा 1.5 वर्षदेखि बाबु यो अवस्थामा होइन 29 लाख रुपियाँ सिद्धाइसक्नुभयो भन्नुभयो अझ घर जग्गा पनि ब्याङ्कमा छ कतिखेर ब्याङ्कले लिलाम गर्छ भन्ने अवस्था रहेको छ मनमा डर छ भोलि कुन ठाउँमा गएर पार्टीको बास हुने हो कि भन्ने पनि छ लाग्छ अब बाबु बिरामी हुँदा त म त रुँदै हिँड्थेँ अनि दाइहरूले डिप्रेसनमा जान्छ भनेर दाइहरू पनि रुनुहुन्थ्यो क्या अब डिप्रेसनमा गयो बहिनी भनेर अनि होसै भएन पहिला बाबु गर्दा सुरुमा त बाबु म बिहोसै हुने बाबुले होसै नपाएर औषध खुवाउँदा बाबुले कति गाह्रो भएर 1 महिनासम्म हस्पिटलमा राख्नु पर्यो कि अब होसै हुन्थेन बाबुलाई अब एकचोटि खाने औषध 2-3 टाइम खुवाइदिनु रहेछु अनि बाबु भएपछि म पनि बस्ने बाबुसित म पनि बाबुसँग गर्ने गर्थेँ अनि पछि गाह्रो भयो अब दुःख लाग्छ भोलि हुँदाखेरि आफ्नो मान्छेले पनि हेर्ने दृष्टिकोण फरक हुँदैछ सुरुमा यो रोग लाग्दाखेरि नि बाबुले चाहिँ के भनेको थियो उसको चाहिँ आफ्नो आचरण हुन्छ नि बानी व्यवहार त्यस्तो केही फरक पाउनु भएको थिएन स्कुल जान्थ्यो खेल्ने खाने गर्थ्यो कति बेला खेल्दाखेरि थकान महसुस हुन्थ्यो अनि थकाइ लागे जस्तो बस्थ्यो खाना कम खान्थ्यो अनि खाना कम खाएर मैले पेट छाम्दाखेरि डल्लो भेटेर अनि हस्पिटल लगेँ अनि मासु पलाछ काट्नु लगाउनुपर्छ भनेर मैले तुरुन्त काट्नु लिएर अनि अपरेसन गऱ्यौँ अनि अपरेसनको रिपोर्ट आउँदाखेरि त्यो बेलामा सुरुवाती चरणमा जसरी तपाईँले चेकअप गराउनु भयो त्यही बेला मासु पलाएको त भन्नुभयो क्यान्सरै भन्नुभयो त्यतिखेर घोषितै गर्नुभयो नै भन्नु त्यस्तो डक्टरले भनिदिनुहुन्न डाइरेक्टै भन्नु सक्नुहुन्न रहेछ मासु पलाछ काट्नु लग्नुहोस् भन्नुभयो डक्टर मैले कति पैसा लाग्छ भने हामीले यति भन्न सक्दैनन् लग्नुहोस् तपाईँले लङ टाइम पनि बस्नुपर्छ यति भन्न सकिन्न भन्नुभयो यहाँ लिएर नि 10 दिनसम्म हामीले अरू चेक गरायौँ यो भनिदिनु भएन डक्टरले अपरेसन गऱ्यौँ अपरेसन गरेर एउटा यहीँ चेक भयो एउटा इन्डिया पठाउँदाखेरि यहाँकोमा क्यान्सरका एउटा सेल देखिएछ अनि त्यो भन्दाखेरि म रोएँ खाना भर्खर लिइदिनु भएको थियो खाना नखाएर म रोएपछि डक्टर भन्नुभयो टेन्सन मान्नु पर्दैन तपाईँको एउटा सेल मात्र देखाएको छ भोलि इन्डियाबाट आएको रिपोर्टमा राम्रो पनि आउनसक्छ केही देखाएको छैन टेन्सन नमान्नुहोस् भन्नुभयो अनि पछि त्यहाँबाट कान्तिमा पठाउनु मैले बालमैत्रीमा प्राइभेटमा गराएको थिएँ अपरेसन कान्तिमा पठाउनु भएको थियो अनि म बिहोसै त्यहाँदेखि सल नलिएर मोबाइल सोबाइल सबै छाडेर अनि त्यतिकै बिहोसै यहाँ थिएँ अनि पछि फेरि बाबुले बमिट गरेछ र अनि फेरि अनि मोबाइल सोबाइल पैसा कि नलिएर कान्तिमा रिपोर्ट गर्न आएको थिएँ अनि फेरि पैसा चाहियो यहाँ फेरि फर्केर गएँ लिएर अनि रिपोर्ट यस्तो आएको छ अब यहीँ भर्ना गर्नुपर्छ प्राइभेटमा सक्नुहुन्न तपाईँहरूले अनि सरकारीमा लग्नुहोस् भनेर पठाइदिनु भयो हामी कान्ति सुरुमा जतिखेर तपाईँले छोरालाई क्यान्सर भन्ने थाहा पाइसकेपछि तपाईँ त्यो बेला बिहोस हुनुभएको थियो हजुर होसै थिएन खाना नखाएर खाना लिइदिनु भएको थियो थालसाल त्यस्तो गरेर अनि कुर्ता लगाएको थिएँ सलै नहालेर पैसै मोबाइल केही नबोकेर म त्यतिकै रिपोर्ट मात्रै लिएर यहाँ आएको थिएँ यहाँ डक्टरले उयो गरेपछि नाम लेखाउने नाम लेखाएर 20 रुपियाँ तिर्ने पनि नभएर मसँग अनि कस्तो कराउनु भयो कि त्यहाँ गर्ने ठाउँ बिल टाङ्ने ठाउँ 20 रुपियाँ ल्याउनुहोस् भन्नुभयो मैले अब होसै नपाएर पैसै नलिएर आएको थिएँ अनि फेरि गएर लिएर अनि थर्काउनु भयो कि मलाई 20 रुपियाँ पठायो म रुँदै गएर अनि फेरि पैसा लिएर अनि टिकट लिएर आएँ अहिलेसम्म त्यत्रो पैसा सकिसक्नु भएको छ अब कसैले त सहयोग पनि गरिराख्नु भएको छ भन्नुभयो होइन अझै 5 वर्ष भन्नु भएन उपचार गर्नु 5 वर्ष उपचार सहयोग अन्तबाट कहीँबाट भएन हाम्रो यी राजन सरले 2 चोटि गर्नुभयो नत्र अन्तबाट कहीँबाट सहयोग मिलेन दियो भएन अब भोलिको दिनमा सहयोग उठ्यो भने त ल ठिक छ म यो प्रश्न चाहिँ अलिकति गाह्रै छ मैले सोध्न पनि गाह्रो लागिरहेको छ भोलि पैसा उठ्यो भने त ठिक हुन्छ उपचार हुन्छ
पैसा नउठेको हकमा त गाह्रो पर्ने भयो त अवस्था के छ अब सोच्नु भएको छ केही तपाईँले पैसा नउठेपछि अब कहिले काहीँ लाग्छ आफ्नो किडनी बेचेर छोराको उपचार गरौँ जस्तो मनमा तपाईँको त्यो लाग्छ आफ्नै किडनी बेचेर हजुर म आमा भएर मैले के गर्न सक्छु मेरो छोराको लागि के भन्नु मन लाग्छ छोरा बचाउनुलाई आफ्नो किडनीसम्म बेच्नलाई तयार हुनुहुन्छ तपाईँ लाग्छ त्यस्तै मनमा चाहिँ त्यो लाग्छ होइन उहाँको बुवाले चाहिँ के भन्नुहुन्छ उसको बाबाले पनि त्यही भन्नुहुन्छ अब जहाँसम्म सक्छौँ त्यहीँसम्म गरौँ हामी सकेको चाहिँ त्यही भन्नुहुन्छ अब तपाईँको अलिकति मैले कुरा गर्नु खोजेको आफन्तजनबाट केही आर्थिक सहयोगहरू केही त्यस्तो केही भएन त्यही मेरो दाइहरूले गर्नुभयो मेरो 4 दाइ अनि एउटा नन्द त्योहरूले गर्नुभयो अब उहाँहरूसँग पनि यत्रो 1.5 वर्षसम्म मेरो लागि मात्र हेर्ने कुरा पनि भएन उहाँहरूको आफ्नो परिवार हुनुहुन्छ अनि आफ्नो आफन्तबाट छैन त्यो मेरो 4 दाइ अनि नन्द देव तर कहिलेकाहीँ भनौँ न आफूले पैसा कमाएको बेलामा धेरै धन भएको बेलामा आफन्तजन त कहाँबाट खोजेर आउनुहुन्छ नि तर दुःख परेको बेला कोही आउनु हुँदैन चाहिँ मेरो बाबु राम्रो हुँदासम्म जसले पनि अब माइतीमा जाँदाखेरि उसले मेरो घरमा उसले मेरो घरमा उसले सबैले मेरो बहिनी भन्नुहुन्थ्यो अहिले मेरो बाबु बिरामी भएदेखि मेरो 4 दाइ अनि मेरो दिदी छोरी टिन्टी अनि छोरा एउटा अनि मेरो नन्द दियोहरू भन्दा अरू कसैले एक कल फोन पनि गर्नु न एक रुपियाँको सहयोग पनि गर्नु मागेन त्यो फोन पहिला गर्नुहुन्थ्यो अहिले नगर्नुको कारण चाहिँ के रहेछ यो मान्छेले पैसा माग्छ भनेर हो कि त्यही हो अब पहिले त फोन गर्ने अनि माइतमा गएर मेरो घरमा आइज उसले मेरो घरमा आइज भन्थ्यो राम्रो सबैले राम्रो गर्थ्यो अहिले मेरो बाबु यस्तो भएदेखि अब पैसा माग्छ भनेर हानिया फोन पनि उठाउन्न अब उतार पनि गर्नु कसैले एक रुपियाँ सहयोग गर्नु मागेन अहिलेको अवस्था भनेको तपाईँको जीवनमा यति ठुलो परीक्षा आएको छ होइन भोलि अब परीक्षा पक्कै पास हुनुहोस् भने हामी पनि भगवान्सँग प्रार्थना गर्छौँ किन यो परीक्षा हो तपाईँको जीवनमा यो पछि अझ राम्रो पनि हुनसक्छ बाबु भोलि पछि बाँचेर होइन ठुलो काम पनि गर्न सक्नुहुनेछ तपाईँहरूको बुढाबुढी भइसकेपछि होइन यही बच्चा हुनसक्छ पाल्ने सोच्नु भएको छ भविष्य फ्युचर के होला भनेर ला बाबु ठुलो भयो राम्रै हुन्छ ठुलै भएपछि अब हाम्रो सहारा यही होला जस्तो लाग्छ कति बेला अब तनाव लाग्छ म अब यहीँ बाबुसँग गएर दाङतिर पनि जानु मन लाग्दैन कि आफ्नो उतातिर अब जो आफन्तहरू अब जो राम्रो हुँदासम्म उसले मेरो भन्यो अहिले मलाई दुःख पर्दा हेर्ने गयो भने तिनको अगाडि के गर्न जानु र त्यहाँदेखि के गर्न जानु झन् अब खाइस भन्ने होला भन् जस्तो लाग्छ अहिले चाहिँ कहाँ बस्नु भएको छ यहाँ दाङबाट आएर थापासीमा बसेका छन् को हुनुहुन्छ त्यहाँ चाहिँ कोठा लिएर बस्नु आफैले कोठा लिनु भएको छ अहिले दाङबाट आउनुभएको कति भयो 1.5 वर्ष भयो 1.5 वर्षदेखि यहीँ हुनुहुन्छ हजुर 1.5 वर्ष यहीँ छन् अब कोठा ल्याउने कोठा भाडतिर औषधि महँगो छ खाना बेच्ने श्रीमानबाट त पैसा अलिअलि हुन्छ होला नि सरकारको तर्फबाट होइन जागिरमा हुनुहुन्छ देशको सेवा गरिराख्नु भएको छ केही पैसा त आउँछ होला कसरी 25-30 हजार आउँछ त्यसले त बाबुको एउटा इन्जेक्सन लाउने पैसा पुग्दैन त्यसले इन्जेक्सन लाउनु पुग्दैन भन्नुहुन्छ फेरि घरको कोठा भाडा खानै पर्छ काठमाडौँको ठाउँ यति महँगो छ होइन कहीँ गएर पिसाब फेर्नु पर्दा पनि 5 रुपियाँ 10 रुपियाँ लिन्छन् कतिपय ठाउँमा यहाँ त गाह्रो छ नि बाँच्नु त्यही त गाह्रो छ अब त्यही भएर त अब घर लोनमा राख्यो अहिले किस्ता तिर्ने पैसा पनि छैन अब छोरीको नाम लेख्नुमा छ त्यो पनि छैन अहिले छोरी मसँगै छ यहाँ किस्ता उधार अस्ति फोन गर्नुमा थियो म्यामले पैसा तब किस्ता छ भनेर हुन्छ म्याम भने त किस्ता तिर्नु पर्यो यता छोराको उपचार गर्नु पर्यो यतिखेर धेरैजना जनताले हेरिराख्नु भएको छ तपाईँको कुरा सबै आइसकेको छ होइन यदि कसैले तपाईँलाई डाइरेक्ट फोन गरेर सहयोग गर्न चाहनुहुन्छ भने आफ्नो नम्बर बताइदिनु होला मेरो 9810942564 वाट्सएप इमो सबै नम्बर त्यसरी छ 9810942564 दर्शकबिन सबै कुरा यहाँहरूले बुझिसक्नु भएको छ त्यो सानो बाबु जो 5 वर्षको मात्रै हुनुहुन्छ यतिखेर भने उहाँको क्यान्सर भएको कारणले गर्दा हामीले यो भिडियो बनाउनुको कारण चाहिँ आर्थिक सङ्कलन गरिरहेका छौँ हामी पनि यो अभियानमा जोडिरहेका छौँ यदि तपाईँहरू कसैले थोरै भए पनि चाहे 5 रुपियाँ किन नहोस् चाहे 10 रुपियाँ किन नहोस् थोरै थोरै गरेर समुद्र बन्छ भन्ने चाहिँ तपाईँहरूले सहयोग गर्न चाहनुहुन्छ डाइरेक्ट उहाँले नम्बर भनिसक्नु भएको छ नम्बरमा फोन गर्नुहुनेछ अथवा हाम्रो मिडियामा जो जसले राख्नुहुन्छ त्यो टेलिफोन नम्बर रहनेछ र
डाइरेक्ट सम्पर्क गरेर हामीसँग नम्बर माग्नु भयो भने हामीले उहाँको नम्बर दिएर हामी तपाईँहरूलाई त्यहाँसम्म पुर्याउने व्यवस्था पनि हामीले गर्नेछौँ र कसरी हुन्छ एनी हाउ त्यो 5 वर्षको त्यो बाबुलाई बचाउनको लागि सहयोग गर्नको लागि हामी हार्दिक अपिल गर्न चाहन्छौँ। हस्, धन्यवाद।